हेलो साथीहरु, स्वागत छ आजको मेरो ब्लगमा। आज चाहिँ हामी पशुपतिनाथ दर्शन गर्न गएको साथीहरु। एकादशी पूजा थियो। यस्तो भिडभाड तर पनि हामी लाइन लागेर चाहिँ पूजा गऱ्यौँ। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ अनि मेरो मम्मीको चाहिँ मैले भिडियो बनाउँदै छु र मेरो बाबा पनि साथमा हुनुहुन्छ। बाबासँग मम्मीको भिडियो बनाउँदै छु किनभने आज चाहिँ मेरो मम्मी र बाबाको लागि एकदम फुल टाइम दिँदै छु र उहाँलाई घुमाउन लाँदै छु। त्यसपछि पूजा सकेर हामी चन्द्रगिरी जाम न त भनेर चन्द्रगिरी लिएको। मेरो मम्मी चाहिँ एकदमै एक्साइटेड। चन्द्रगिरी कहिले पनि जानु भएको थिएन अनि बाबा पनि नजानु भएको। उहाँलाई घुमाउन चाहिँ मैले चन्द्रगिरी लिएको। केबल कारमा चढेर एकदमै खुसी हुनुभएको। मेरो मम्मी चाहिँ केबल कारमा कहिले पनि चढ्नु भएको थिएन। उहाँलाई चाहिँ एकदमै खुसी लागेको थियो क्या, कहिले पनि चढाएको छैन, मलाई जान मन छ भन्नुभयो। अनि हामी केबल कारमा चढ्यौँ। केबल कारमा चढिसकेपछि गफ गर्दै थियौँ क्या। मम्मीलाई मैले सोध्दै थिएँ, मम्मी डर त लागेको छैन नि भनेर। छैन भनेर मुस्कुराउनु भएको थियो। अनि मेरो बाबु चाहिँ आफ्नै पाडामा थियो क्या, अनि मेरो बाबा पनि हुनुहुन्छ। अनि मेरो मम्मी चाहिँ पुरा एक्साइटेड भएर बाहिरको सिनहरू हेर्दै हुनुहुन्थ्यो। एकदमै मेरो बाबु चाहिँ गिजाइरहेको थियो हजुरबा हजुरआमालाई। डर त लागेको छैन नि हजुरबा भन्दै एकदमै गिजाइरहेको थियो। त्यसपछि हामी चन्द्रगिरी पुग्यौँ। चन्द्रगिरी पुगिसकेपछि पानी परेको थियो, हेर्न सक्नुहुन्छ। अनि मेरो मम्मी चाहिँ पुरा एक्साइटेड भएर हिँडिराख्नु भएको थियो। छोरी भिडियो बनाइदे भनेर। हेर्नु न कति मुस्कुराएर हिँड्नु भएको छ पानीमा पनि। तर पानी चाहिँ फाटिसकेको थियो। अनि भिडियो बनाइदिएँ मैले मेरो मम्मीको। खुसी हुँदै हामी चाहिँ मन्दिरतर्फ लाग्यौँ। अनि मन्दिरतर्फ लागेर मेरो बाबा मम्मीले फुलपाती चढाउनु भयो मन्दिरको लागि। मन्दिरमा दर्शन गर्नुभयो र पुजारीले टिका लगाइदिन थाल्नुभयो। टिका माला लगाउँदै हुनुहुन्छ मेरो बाबा मम्मीलाई। एकदमै भिडभाड थियो दर्शन गर्ने भक्तजनहरूको। र त्यसपछि मेरो बाबुले पनि मैले दर्शन गर्न त यता आइसकेपछि फुलपाती चढाऊ भनेर बाबुलाई पनि फुलपाती चढाउन लगाएको थिएँ। बाबु पनि फुलपाती चढाएर पुजारीको हातबाट टिकाकरण गर्दैछ र टिकाकरण गरिसकेपछि मैले चाहिँ मेरो बाबा मम्मीलाई सबै ठाउँमा मन्दिरभरि घुम्नु न त, दर्शन यता टाढा आइसकेपछि दर्शन गर्नु भन्दै थिएँ। र उहाँहरू सबै ठाउँ पुगेर भगवानहरूको मूर्तिमा फुलपाती चढाउँदै हुनुहुन्छ। मेरो बाबा मम्मी चाहिँ पूजापाठमा एकदमै आनन्द मान्नुहुन्छ। सधैँ घरमा पनि पूजापाठ गर्ने मेरो बाबा मम्मी। अनि मेरो बाबुलाई पनि दर्शन गर भनेर मेरो बाबु पनि सबै मूर्तिहरूमा दर्शन गरेर फुलपाती चढाउँदैछ। मेरो मम्मी चाहिँ साँझ बिहान घरमा सधैँ पूजा गर्ने एकदम आनन्दित लाग्छ। उहाँलाई चाहिँ मन्दिरहरूको दर्शन गर्न एकदमै रमाउनुहुन्छ। अनि भाइरल पुजारीज्यूसँग फोटो खिच्न पनि एक्साइटेड हुनुभयो र मेरो बाबा मम्मीको चाहिँ भिडियो बनाइदिन थाले। मेरो बाबा चाहिँ एकदमै खुसी, एकदमै ह्याप्पी। भिडियो बनाउन चाहेपछि चाहिँ एकदमै खुसी मान्नुहुन्छ। भिडियोहरू अपलोड गर्न, भिडियो बनाउन, टिकटक बनाउन एकदमै खुसी मान्नुहुन्छ मेरो बाबा चाहिँ। अनि मम्मी बाबाको चाहिँ भिडियो बनाइदिँदैछु आज मैले। उहाँहरूको लागि फुल टाइम छुट्याएको क्या साथीहरू, किनभने उहाँहरूलाई चाहिँ मैले आज भिडियो बनाइदिन्छु, खुसी बनाउँछु भनेर। हेर्नु न मेरो बाबा कसरी हिँड्नु भएको छ, एकदमै खुसी हुनुहुन्छ। टिकटक भिडियो बनाउन चाहिँ मेरो बाबा सामाजिक सञ्जालमा चाहिँ एकदमै अगाडि हुनुहुन्छ है साथीहरू। मन भनिन्छ नि बुढो भए पनि मन बुढो हुँदैन भनेर। मेरो बाबा चाहिँ पहिल्यैदेखि नै सुकिङ हो क्या, भिडियो बनाउने, फोटो खिच्ने होइन, फोटोहरू एल्बम बनाउने। अनि मम्मीलाई पनि के कम, तपाईँ पनि बनाउनु भनेर मम्मीको पनि मैले भिडियोहरू बनाउँदैछु। बिचरा मेरो मम्मीलाई न भिडियो बनाउन आउँछ न फोटो खिच्न आउँछ, तर पनि आज चाहिँ भिडियो बनाउनु मम्मी भनेर भिडियोहरू बनाउँदैछु। यस्तो गर्नु है मम्मी भन्दै सिकाउँदै गरेको। तर पनि मम्मी जानी नजानी भए पनि भिडियोहरू बनाउँदै हुनुहुन्छ है साथीहरू। अनि बाबा मम्मीको फोटोहरू बनाउँदैछु। हेर्नु न मेरो बाबा चाहिँ पुरा एक्साइटेड, हिरो पारामा हो। मेरो मम्मीलाई अँगालो हालेर हेर्दै हुनुहुन्छ क्या, भिडियो बनाउँदै हुनुहुन्छ। अनि त्यसपछि तल झऱ्यौँ हामी पूजा गरेर। माथि तल आइसकेपछि वाटरफलमा मेरो मम्मीलाई भिडियो बनाउनु भनेर खुसी हुनुभएको थियो, हेर्न जाऊँ भनेर। अनि भिडियो बनाइदिएँ। अनि बुबाको पनि भिडियो बनाइदिएँ वाटरफलमा। एकदमै खुसी हुनुभयो। उहाँलाई घुमाउन पाएँ मेरो बाबा मम्मीलाई। फेरि नै अर्को नेक्स्ट ठाउँमा गएर यसरी नै उहाँहरूलाई घुमाउने मन छ साथीहरू। कस्तो लाग्यो आजको भिडियो, लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नुहोला। अनि माया साथ पनि दिन नभुल्नुहोला मेरो बाबा मम्मीलाई। हेर्नु न मेरो मम्मी कसरी हिँड्नु भएको छ तल आइसकेपछि। अनि यस्तो पानी परेपछि हामी ड्राइभ गरेको वेटिङमा हामी चाहिँ भिडियो बनाउनु न त मम्मी भनेर फेरि तल आएर पनि मैले भिडियो बनाइदिएँ। साथीहरू लाइक कमेन्ट गर्न नभुल्नुहोला।